नमस्कार। आज यो नयाँ भ्लगबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले चाहिँ यो ठाउँमा म काठमाडौँको माइती घर मण्डला पुग्न लागिरहेको ठाउँ हो। आज म विशेष गरेर आर्ट्स एन्ड क्राफ्ट्समा केही कुराहरू सिक्नको लागि र केही कुराहरू चाहिँ अनुभव गर्नको लागि चाहिँ सामग्री खरिदको लागि चाहिँ म गइरहेको छु र म भोटाइटी पुग्नेछु र असन हुँदै आजको यात्रा चाहिँ म विशेष गरेर बसन्तपुर हनुमान ढोका क्षेत्रतिर म लाग्नेछु। अहिले म माइती घर मण्डलामा पुगिसकेको छु भने र आज विशेष गरेर हनुमान ढोका भित्रको दरबार स्क्वायरमा भएको ऐतिहासिक क्षेत्र पनि भ्रमण गर्नेछु। कतिको सम्भव हुन्छ एउटै भिडियोमा, भएन भने अर्को भिडियोमा पनि यहाँलाई ठ्याक्कै अहिले चाहिँ म असनको चोकमा आइपुगेको छु। आज चाहिँ म आर्ट्सको लागि केही कलरहरू लिने विचार गरिरहेको छु। यहाँ मैले भनेको कलरहरू पाउँछ कि पाउँदैन। मैले चाहिँ रेजिन आर्ट्स गर्न खोजेको हो। रेजिन र इपोक्सी एन्ड रेजिन आर्ट्सको चाहिँ हुन्छ कि हुँदैन त्यो खोजिरहेको छु। सायदतिर पाउँछ होला भन्ने लाग्छ मलाई। अब यो आर्ट्स कलरहरू पाउने ठाउँ चाहिँ यतातिर साइडमा पर्छ। म त्यतातिर जाँदैछु है त। यहाँ चाहिँ अहिले यो बौद्ध धर्म सम्बन्धीको चाहिँ ध्वजाहरू चाहिँ निकै नै सजाइएको रहेछ। यहाँनिर यस्तो देख्न सकिन्छ, झिलिमिली बनाइएको छ। अहिले चाहिँ यो क्षेत्रमा हरेक शनिबार एउटा विकेन्ड मार्केट पनि सञ्चालन गर्दै आइरहेको छ भन्ने चाहिँ मैले थाहा पाएको थिएँ। हेरौँ यहाँनिर चाहिँ मैले भनेको चिज पाउँछ कि पाउँदैन। सायद पाउन पर्ने हो, नत्र भने म चाहिँ टेक्सचर आर्टको लागि पनि त्यो सामान लान्छु भन्ने विचार गरिरहेको छु। केही भुटाइटी आइपुगेको छु र भुटाइटीको चाहिँ यो आर्ट सब एरिया हो। यहाँ चाहिँ विशेष गरेर यहाँनिर कला क्याम्पस पनि भएको कारणले गर्दा यहाँनिर कला सम्बन्धीको चाहिँ सामग्रीहरू पाइन्छ चाहिँ पाउने रहेछ। मैले भिडियो क्रिएट गर्दैछु कि भिडियो बनाउँदैछु। यो चाहिँ एस्ट्रोनल बोन्ड हाई ग्लास ट्रान्सपेरेन्ट कति हो यसको? यसको एमआरपी त 1620 हो। तपाईँलाई डिस्काउन्ट हुन्छ होला। ओके, यो कहाँ छ रेजिन लेखेको यसको? रेजिनदेखिको त यो के नेपालमै बनायो हो त यो? होइन, इन्डियन हो, मेड इन इन्डिया। ओके, होइन जस्तो इपोक्सी र रेजिन भने फरक फरक हुन्छ क्या। इपोक्सी युभीवाला चाहिने हो भने चाहिँ छैन, तर लाइक अब तपाईँको रेजिनको काम गर्नलाई चाहिँ यसले पनि काम गर्छ। सबै पाउँदो रहेछ। रेसियोमा युज गर्नु। अहिले चाहिँ म न्यु रोडमा आइपुगेको छु र यो न्यु रोडमा चाहिँ अहिले ऐतिहासिक जुदा शमशेरको पालाको जस्तो खालको चाहिँ कलरिङ अनि यहाँको डेकोरेसन गर्नको लागि चाहिँ महानगरपालिकाले धेरै प्रयास गरिरहेको छ र अहिले यहाँनिर लाइटिङहरू पनि फेरेर अझ आकर्षक बनाएको छ। त्यो चाहिँ मैले मिडियाबाट पनि सुनेको थिएँ, हेरेको थिएँ। आज यहाँ आउँदाखेरि निकै नै राम्रो मलाई महसुस भयो। हेर्दा पनि यहाँ आकर्षक नै देखिन्छ र म यहाँको वातावरण हेर्दै 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 अब चाहिँ म जाँदैछु दरबार स्क्वायर। यहाँबाट चाहिँ म निक्लिन्छु अनि त्यसपछि चाहिँ म जाँदैछु भने कहाँ भने म जाँदैछु हनुमान ढोका एरिया। उबर पनि यहाँ एक्टिभ भइसकेछ ल। उबरको अस्ति नै लन्च भएको थियो, मैले देखेको थिइनँ, तर अहिले चाहिँ उबर पनि लन्च भइसकेको छ। आज मेरो बेलुकाको क्लास पनि भ्याउनु पर्नेछ। मैले केही सामग्रीहरू किनेँ आर्ट्स सम्बन्धी। अब हेरौँ, मैले चाहिँ टेक्सचर आर्ट्स बनाउन खोजेको छु। टेक्सचर आर्ट बनाउनको लागि चाहिँ मलाई चाहिन्छ टेक्सचर प्राइमर लिक्विडको लागि। अनि त्यो चाहिँ मैले टेस्टको लागि अनि सिक्नको लागि भएर चाहिँ म हार्डवेयर सामग्रीको पसलबाट नै किन्नेछु। हेरौँ म कतिको सफल हुन्छु। म सफल हुन्छु कि होइन त्यो चाहिँ अब तपाईँहरूले नै थाहा पाउनुहुनेछ। अब म हेर्नु कस्तो राम्रो छ। यो चाहिँ विशाल बजार हो, ऐतिहासिक विशाल बजार।
यो एरियामा आइसकेपछि चाहिँ अब म जाने भनेको चाहिँ हनुमान ढोका एरिया हो। त्यो चाहिँ मलाई जुत्ता शमशेरकै जस्तो लाग्छ। अब उहाँ पछाडि साथीहरू अहिले चाहिँ म हनुमान ढोका साइडमा आइपुगेको छु र यो हनुमान ढोकाको प्रवेश एरिया हो। म धेरै समय पछाडि चाहिँ यो ठाउँमा आइपुगेको छु भने अहिले लङ टाइमपछि यहाँको भन्ने कुराहरू तपाईँलाई एकदमै यहाँ ढुङ्गाहरू कोटेड गरिएको छ भुइँमा आकर्षक बनाइएको छ। हेर्दै जाउँ यहाँ के कस्ता हुनेछ। म अब तपाईँहरूलाई चाहिँ फ्रन्ट क्यामेराबाट पनि देखाउने रहेछु। अहिले चाहिँ अलिकति परम्परागत रूपमा चाहिँ राम्रो बनाउनको लागि यहाँको स्थानीय सरकारले पनि धेरै नै प्रयास गरिरहेको छ। ढुङ्गाहरू बिछाउने काम गरिरहेको छ र यहाँनिर चाहिँ कुनै पनि सवारी साधनहरू चाहिँ हिडुल गर्न पाइने खालको रिसेट गरिएको बिल्डिङ पनि बनाएको छ। साँच्चै राम्रो पनि हो। मानिसहरू चाहिँ हिँड्नको लागि चाहिँ एकदम राम्रो पनि भइरहेको छ। अब अगाडिको देखाउँछु है त। ओके ल हेर्नुहोस् त कति राम्रो छ। यही ठाउँ हेर्नको लागि विदेशीहरू कति धेरै टाढा टाढाबाट चाहिँ आउनु भइरहेको हुन्छ भने हामीले आफ्नो ठाउँलाई एक्सप्लोर गर्न पनि पर्छ जस्तो लाग्छ। यहाँ चाहिँ डिडिसीको सामग्रीहरू राखिएको रहेछ। अनि जुस जङ्गल यो सर्दुल जोन गुल्मा हनुमान ढोका एरिया पनि म गएको छु चाहिँ केही सामग्रीहरू हस्तकलाको सामग्रीहरू किन्नको लागि चाहिँ चाहनुहुन्छ भने उहाँहरूले चाहिँ यो ठाउँबाट चाहिँ धेरै सामग्रीहरू खरिद गर्न सक्नुहुनेछ। एकदमै आकर्षकहरू रहेका छन्। हेर्दाखेरि पनि लिम्बू लागेको छ। कति राम्रो छ भने चाहिँ कता रहेको छ। अब चाहिँ म यो ठाउँ एरिया यहाँ पुगेको छु यो दरबार एरियाबाट। अब त्यहाँबाट चाहिँ हामी प्रवेश गर्नको लागि चाहिँ के कस्तो छ, टाइम पुग्छ कि छैन, टाइम पुग्छ कि पुग्दैन, टाइम पुग्यो भने पनि म त्यहाँ चाहिँ जानेछु हनुमान ढोका दरबार एरियामा। कति राम्रो भएको छ। मैले चाहिँ भ्लग बनाउनु सुरु गरेको छु। भर्खर तपाईँहरूले चाहिँ यो मेरो भ्लगलाई हेर्दै हुनुहुन्छ र आउनुभएको छ भने कृपया मेरो यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। र कस्तो लागेको छ फर्स्ट भर्खर अभ्यास गर्दैछु, प्रतिक्रिया पनि दिनु होला। र हनुमान ढोकाको दरबार कस्तो राम्रो छ। यो एरियामा हेरेको चाहिँ एकदम भिडियोहरू चाहिँ है एकचोटि। अब चाहिँ फाइनली हामी एरियामा आइसकेका छौँ। जहाँ चाहिँ काल भैरव एरियातिर जान्छौँ। आवाज कतिको क्लियर आएको छ है त। नमस्कार। श्वेत भैरवमा दर्शन गरेँ। श्वेत भैरव अथवा जुनसुकै भैरवलाई चाहिँ विशेष गरेर आइतबारको दिन चाहिँ दर्शन गर्नुपर्छ र दर्शन गर्दाखेरि चाहिँ आफ्नो कुनै ग्रहहरू चाहिँ अशान्त भइरहेको छ भने पनि उहाँको कृपा आशीर्वादले गर्दाखेरि हाम्रो ग्रहहरू शान्त हुने हुन्छन्। अब चाहिँ म यताबाट आकर्षक एकदमै राम्रो खालको दृश्यहरू देखाउँदै अब म काल भैरव एरियातिर जाँदैछु। काल भैरव आफ्ना एकदम शक्तिशाली साक्षात् र यो क्षेत्रको जुन
शक्तिहरूलाई चाहिँ संरक्षण र सन्तुलन गर्नको लागि यस्ता भैरवहरूलाई स्थापना गरिएको छ र पशुपतिमा पनि एउटा उन्नत भैरव हुनुहुन्छ त्यसमध्येमा यहाँ पनि अब काल भैरव हुनुहुन्छ काल भैरवको मूर्तिलाई मैले फेरि देखाउन गइरहेको छु र उहाँको दर्शन गर्नको लागि विशेष गरेर आइतबार मानिसहरू आउने गर्दछन् र नियमित रूपमा गर्ने मानिसहरू जुनसुकै बेला पनि गर्न सक्छन् तर आइतबार गर्दाखेरि चाहिँ एकदमै विशेष हुने गर्दछ र आफ्नो ग्रहहरू किनभने चाहिँ अशान्त भइरहेको छ भने यो स्थानमा आएर भैरवको चाहिँ आराधना गर्ने बत्ती बाल्ने र फुल प्रसाद चढाउनु गरेको पनि राम्रो हुन्छ तपाईँहरू कतिचोटि आउनुभएको छ यो भैरवलाई दर्शन गर्नको लागि तपाईँहरू चाहिँ कुन बार आउनुहुन्छ आइतबार आउनुहुन्छ कि अरू दिन आउनुहुन्छ लिएर आउनु पनि जान्छु साथीहरू अब चाहिँ म हनुमान ढोकाको चाहिँ मेन द्वारमा जाँदैछु मेन द्वार भनेको चाहिँ हनुमान ढोका हो यसको नामबाट नै यो क्षेत्रको नाम रहेको छ र यहाँनिर धेरै भिड पनि लागेको छ विद्यार्थीहरू होला सायद युवाहरू हुनुहुन्छ अनि विदेशीहरू पनि आउनुभएको छ यो हनुमान ढोकामा दर्शन गर्नको लागि मलाई लाग्छ यो आवाज एकदमै सानो भयो जस्तो चाहिँ फिल भएको छ हेर मैले कोसिस गरिरहेको छु यसलाई सन्तुलित गर्नको लागि अब हनुमान ढोका दरबार चाहिँ अलिकति निर्माणकै क्रममा रहेको छ निर्माणकै क्रममा रहेको छ धेरै नै मलाई लाग्छ सबै विद्यार्थीहरू हुनुहुन्छ जस्तो लाग्छ चाहिँ दरबार यहाँहरू हो यहाँ निर्माणाधीनमै हुनुहुन्छ भगवान् हनुमान यहाँहरू केही चढाउँछु त्यहाँ गएर चढाउँ है मैले जय हनुमान इको इको यहाँनिर चाहिँ हाम्रो यति बेला म नेपालमा आएका विदेशी पर्यटकहरूसँग कुराकानी गर्न गइरहेको छु उहाँ विशेष गरी जापानबाट आउनुभएको छ उहाँहरूलाई नेपालमा स्वागत गर्न चाहन्छु तपाईँको नाम के आनातानो नामाइवा नानी अरू के भन्छ रे हाम्रो चाहिँ युट्युबर शेषमणि जस्तो लाग्छ उहाँको नाम शेषमणि चाहिँ कुरा गर्दै हुनुहुन्छ आज अहिले कन्टेन्ट क्रिएटरमा चाहिँ शेषमणिलाई भेटेँ प्रवेश गर्नको लागि नेपालीको लागि 100 विद्यार्थीको लागि चाहिँ 50 ओके भयो सरले स्क्रिनबाट त मेरो काटिदिनु पर्यो नि त थ्याङ्क यू सो मच है त भित्र खिच्न पाइन्छ है हस् अब चाहिँ म हनुमान ढोकाको दरबार सङ्ग्रहालयमा प्रवेश गर्दैछु चेकिङ यहाँ हो रुट कताबाट छ विद्यार्थी कार्ड छ